तपाईसँग मासु 1 किलो मात्र छ तर परिवारमा खाने 7 जना हुनुहुन्छ। 2 पिस मासु, 2 चम्चा ग्रेभी। 1 प्लेटमा मज्जाको स्वादसँग खान मिल्ने। मात्र 30 मिनेटमा। खास गरी विदेशमा रहनुहुने र नेपालमा पनि एकदमै बिजी स्केड्युल हुनेहरूको लागि यो मेरो स्वादिलो रेसिपीको कोसेली तपाईहरूको लागि। यस्तो लजिज छ यो मटन, एकपटक बनाएर हेर्नुहोस्। सबैभन्दा पहिला हामी सफा मटनलाई नुन र बेसार मात्र एड गरेर मोलेर कम्तीमा पनि 4-5 सिटी पकाउँछौँ। अब हामी रातो प्याज लिन्छौँ र प्याजलाई एकदमै राम्रोसँग फाइन चप गर्छौँ। प्यानमा घिउ एड गरेर यसमा हामीसँग भएको ड्राई होल स्पाइसेसहरू राख्छौँ र यसमा प्याज एड गरेर एकछिनसम्म फ्राई गर्छौँ। हामी केही क्लोभ लसुन र अदुवालाई लिन्छौँ र यसलाई पनि कुटेर एकछिनसम्म फ्राई गर्छौँ। यसमा स्वाद अनुसार नुन र बेसार एड गरेर हामी यसलाई सँगसँगै फ्राई गर्छौँ। अब हामी फ्रेस ग्राइन्ड गरिएको मसला पनि एड गरी एकछिन पकाउँछौँ। अब हामी हिटलाई अलिकति लो गरेर यसमा दही राखेर मसलासँग एकदमै राम्रोसँग मिक्स गरेर पकाउँछौँ। यसमा रातो खुर्सानीको धुलो राखेर सबै मसलालाई यो लेभलको थिक हुन्जेलसम्मको लागि राम्रोसँग पकाउँछौँ। अब हामी सिट्टी लगाएर पकाएको मटनलाई मसलामा एड गरेर एकछिन चलाएर छोप्छौँ अनि केही छिन पकाउँछौँ। ग्रेभीको कन्सिस्टेन्सी आफूले भने जस्तै बनाउनको लागि हामी यसलाई एकछिन भुटेर पकाउँछौँ। अब यसको लुक्स हेर्नुहोस् अनि यसको साउन्ड पनि सुन्नुहोस्। अब यसमा कस्तुरी मेथी राखी एकछिन चलाई अन्त्यमा फ्रेस धनिया स्प्रिङ्कल गरी मजाले मिक्स गर्छौँ। हजुरहरू सबैमा अनुरोध छ एकपटक यो विधिदेखि ट्राई गरी मटनको स्पेशल स्वाद लिनुहोस्। स्टे ट्युन्ड विथ ग्लोबल किचन टुर। थ्याङ्क यू।